जनकपुर चुरोड कारखाना बन्द, ट्रली बस बन्द, विराटनगर जुट मिल बन्द, गोरखकाली टायर उद्योग बन्द, भ्रिकुडी कागज कारखाना बन्द, बाँसबारी थाला जुत्ता कारखाना बन्द, बिरगञ्ज चिनी उद्योग बन्द। कुनै बेला देशलाई सबैभन्दा बढी कर तिर्ने र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौंलाई रोजगारी दिइरहेका राष्ट्रिय गौरवका यी सबै उद्योगहरू बन्द हुनुको कारण एउटै छ। सबैभन्दा मुख्य भनेको सत्वमा हेर्दाखेरि त यिनीहरू घाटामा गए, तर घाटामा जानु पछाडिको कारण के त एउटै मात्र, राजनीतिक नियुक्ति र युनियनवादी। यसरी फोहोरी राजनीतिले थला परेका हाम्रा राष्ट्र गौरवका उद्योगहरू एक एक गर्दै बन्द भए। एउटा राम्रो भिजन भएको व्यक्ति मात्र भए पनि कुनै राम्रो पदमा पुगिदिएको थियो भने, अथवा सबैभन्दा मुख्य कुरा त सबैभन्दा बढी पार्टीलाई भन्दा पनि देशलाई माया गर्ने व्यक्ति कुनै पदमा पुगिदिएको थियो भने आज यो अवस्था आउनेवाला थिएन होला। अब चुनाव आउँदैछ, चुनावमा भोट माग्न आउने नेताहरूलाई एकपटक फेरि कारखानाहरू खोइ भनेर सोध्न नभुल्नु होला। कारखाना बन्द गराउनेलाई भोट दिने कि हराएका मासिएका खोला अथवा सम्पत्तिहरू खोज्नेलाई भोट दिने, आफै विचार गर्नुहोला।